किनकि यहाँ प्राइजहरू है भाडाको लास्ट महँगो के एटलिस्ट 200 300 100 150 त पाउँदै पाउँदैन 200 300 हान्दिरा हुन्छ एटलिस्ट भाडाहरू पसल पनि पाइँदैन है त्यस्तो छ। सो त्यही भएर चाहिँ आउँदाखेरि चाहिँ एकदम सबै सामानहरू लिएर आउनु होला। अब समरमा त त्यति जाडो त हुँदैन तर हुन्छ जाडो चाहिँ हल्का चिसो हावाहरू त हान्दिरा हुन्छ। अब अहिले फिलहाल समरमा कोही आउँदै हुन्छ भने चाहिँ जाडोको लुगाहरू भन्दा पनि समरको लुगाहरू अनि प्लस जाडोमा मतलब चिसो हावालाई छेक्ने टाइपको होइन त्यस्तो चाहिँ लिएर आउनु होला। बाँकी पछि बरु गरेर अनि मेन कुरा खानाको भाँडाकुँडाहरू सबै लिएर आउनु होला होइन। त्यस्तो चाहिँ हाम्रो चाहिँ बाटो टक्कसँग तर यहाँको बाटोहरू सेम नेपाल जस्तै लाग्ने है हेर्दाखेरि के मौसम यस्तो देखिरहेको छ पुरा उज्यालो छ एकदम सुहाना गाडी आउँदैछ टक्कसँग भित्र छिरेर जाँदैछौँ हामीहरू। BMW छ केटा अगाडि हेर BMW टक्कसँग यस्तो छ होइन। तर युरोपमा है हिँड्न चाहिँ क्या रमाइलो लाग्ने कि यही फुल हो यहाँ यही फुल हो 9 लाख रुपियाँ तिरेर हेर्न आउने भनेको फुल यही हो अरू भने त्यस्तै हो त्यही फुल हो होइन। यस त्यो फुल हेर्नलाई 9 लाख रुपियाँ तिरेर आउनुपर्छ कुरा किनकि हामी लोभेको भनेको नि यही फुलले गर्दा हो। सो एउटा रियालिटी कुरा चाहिँ के भन्न चाहन्छु भनेपछि त्यो हामी जस्तै अब इभन हामी नै हेरौँ न होइन त्यो अरूको फोटोहरू त्यो एकदम हेर्ने क्ल्यारिटी है यताउता वा यस्तो रहेछ उस्तो रहेछ भनेर भन्नु नसके पनि हुन्छ। यहाँ भनेको फल्लीवल्ली टाइपको छ केही छैन त्यस्तो स्पेसल केही पनि छैन। यस युरोपको खाडी जस्तो हो रोमानिया भनेको। सो त्यहाँबाट आउँदाखेरि चाहिँ तपाईँहरू सोच्नुहुन्छ होला कि मतलब यो के अरे अब युरोप हो के भइहाल्ला है के होला अर्को कन्ट्री भागौँला यो गरौँला त्यति पोसिबल छैन। नआउँदा हुन्छ। सो अनि प्लस 1500 छ भने किनकि मेन कुरा अर्को पनि कुरा के छ भन्दाखेरि तर जुन हामीलाई बेसिक स्यालेरी ग्रस स्यालेरी भनेको हुन्छ त्यहाँ एग्रिमेन्ट नेपालमा गर्दाखेरि अफर लेटर कन्ट्याक्ट पेपर आउँदाखेरि गाडी गयो सो यही गाडीमा हामी जाने अब सायद यो रोक्छ होला रोक्छ कि जान्छ जहाँ गयो होला यो गाडीमा